गाइज व्हाट्सअप नमस्ते वेलकम बैक टू माई युट्युब च्यानल सन्दास भ्लग। अनि गाइज आजको भ्लगमा चाहिँ म 10 वर्ष पछाडि भोजपुर जाँदैछु। मसँग चाहिँ मेरो सानीमाको छोरा अनि मेरो मामाको छोरी हामी जाँदैछौँ 10 वर्ष पछाडि हाम्रो मामा घर भोजपुर तले गाउँ। अनि गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ हामीले कुरकुरे मटरहरू के खानेकुरा किनेको छौँ बसमा खानाको लागि। अनि गाइज मैले बुझ्न नसकेको कुरा चाहिँ यो मेरो भाइ किन बसमा चढ्ने बित्तिकै कुम्भकर्ण जस्तो सुतेको गर्छ। अब बमिट खाएको दबाईको असर लागेको हो कि। अनि यो मेरो बहिनीलाई हेर्नु न के भएको। तिमी ब्यागमै हाल्दैछु तपाईँको वालेट कहीँ जान्छु यो गाडीबाट आएको नि। अब हामी नास्ता खाने खाजा भाज्यो पनि खाने। यो मान्छेले नि मेरो ल आइज अन्त दिदी यसलाई रेड बुल किनिदिनु रे अन्त खान्छ चाहिँ कहीँ अब चाहिँ हामी नै नास्ता खाना आँटेको खाना काठमाडौँबाट आएको त भयो जिउ पनि हालिन्छ पो त। गाइज अब चाहिँ हामीले नि खाना आँटेको अनि हाम्रो सानीमाले खानुहुँदैछ सादा खाना। अनि सादा खाना खानुहुँदैछ हाम्रो सानीमाले चाहिँ होइन। अनि म चाहिँ सानीमाको कान्छो छोरो छ, जेठो छोरो चाहिँ आएन किनभने ऊ अब अलिक ठुलो भइसक्यो नि त आमाको भाइले बनाइदियो फेरि यस्तो हुन्छ क्या ब्ल्याकमेल गर्नुपर्छ भाइहरूलाई कुनै भिडियोहरू राखेर। चाहिँ अनि हाम्रो मासु भात आउँछ नि खान्छु। फर्स्ट टाइम मस्कारा लगाएको जस्तो फर्स्ट टाइम होइन हो दिदी, फर्स्ट टाइम होइन तर कति दिन पछाडि 1 वर्ष पछाडि मस्कारा लगाएको किनभने कलेजमा जाँदाखेरि लगाउन पाइँदैन। गाइज हाम्रो अङ्गिताको खाइसकेको छ अलिक राख न मेरो पनि आउँछ नि त अथवा तातो पो रहेछ त भाइ भनेको। अनि नि हामीलाई चाहिँ खोइ कुन ठाउँ रोकेको मलाई केही थाहै थिएन। म भर्खर सुतेर उठेको थिएँ नि। अनि यता चाहिँ कता जाने बाटो देखाएको थियो नि। यो फ्ल्याग देख्ने बित्तिकै मलाई प्रोटेस्टको याद आयो। जय नेपाल जय जेएनजी गाइज। धन्न छैन नि त्यो पनि छैन। गाजर चाहिँ छ, गाजर साथ छोडेर छैन गाइज। हेर्नु अघि यो कति मतलब कम हावाको थियो। अहिले माथि हेर्नु पहाडमा चढ्ने बित्तिकै यत्रो फुल हो। अघिको भिडियो देखाउँछ गाइज हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले धनकुटे बिस्कुट किनेको छु। अनि यो चाहिँ धनकुटा हो भन्ने मलाई बल्ल याद आयो। चाहिँ सालत भइसकेको छ जिन्दगीमा। अनि हाम्रो मम्मी पढेको स्कुल हो। मम्मी अन्त दिदी सानीमा सँगसँगै पढेको स्कुल हो यो। हेर्नु यत्रो उता पर उकालो बेला आयो सारा परो गुवाको लट्ठी
यो झोला एउटा दुईटा 3 4 5वटा झोला 6वटा गर्नु भयो ओ माई गॉड गाइस म जङ्गली फुल देखेँ तर यो ऊपर घोच्छ क्या यो राम्रो हुन्छ कि तर कहाँ गयो घोच्छ कि ए यहाँ काँडावाला छ यो कति क्युट छ गाई चाहिँ हेर्न सक्नुहुन्छ यतिखेर चाहिँ हामी ठ्याक्क बसबाट झरेर अनि हाम्रो बुवा चाहिँ पर्खिरहनु भएको थियो बाटोमा अरू आमाहरूसँग पनि भेट भयो अनि मेरो कान्छी सानीले चाहिँ आफ्नो हिल जुत्ता खोलेर अनि स्लिपर्स लगाउनु भयो किनभने हेर्न सक्नुहुन्छ बाटो यस्तो अफ रोडिङ छ अनि यहाँ चाहिँ हामीले तल झरेर अनि मैले चाहिँ हजुरहरूलाई अलिकति सिन देखाएँ अनि यहाँ चाहिँ हाम्रो बुवाले हाम्रो झोलाको चेन चुटेर बनाइदिनु हुँदै थियो यु क्यान सी गाइज द सिन इज सो ब्युटिफुल गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ फाइनली घर आइसकेको छौँ अनि यहाँ तपाईँहरूलाई म एकचोक देखाउन चाहन्छु यो चाहिँ हाम्रो मम्मी बाबाको ओल्ड फोटोहरू हो गाइस अब हामी माथि जाने गाइसहरू हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मामा घरको सेकेन्डको फ्लोर हो अनि यो चाहिँ कस्तो खालको छ भने मैले नि अचम्म लाग्नेवाला छ क्या गाइस अब चाहिँ म तपाईँहरूलाई मेरो मामा घरबाट देखिने ब्युटिफुल भ्यू देखाउन चाहदैछु यो गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मामा घरको किचन हो हैन अलिकति मेसी छ किनभने बुवा एक्लै बस्नुहुन्छ त्यही भएर अनि अब गाउँ घरको किचन त अब यस्तै हुन्छ हजुरहरूलाई थाहा नै छ होला हैन हजुर पनि अब कोही त पहाडैबाट बिलोङ गर्नुहुन्छ होला अनि यहाँ चाहिँ मेरो सानीमाले हैन कोसेलीहरू निकाल्नु हुँदै थियो हैन अनि मैले चाहिँ हजुरहरूलाई चुराहरू देखाएँ जुन चाहिँ मेरो सानीमाले ककललाई पठाइनु भएको थियो अनि यहाँ चाहिँ फेरि कुन्टुले भाइ चाहिँ खै यसलाई चाहिँ के प्रब्लम छ यहाँ हँसिया लिएर घर भत्काउनको लागि नै यसलाई तुलिरहेको छ अनि हाम्रो बुवाले चाहिँ के छ के पकाउनु भनेर निकालिदिनु हुँदै थियो एन्ड हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ मेरो हजुरबुवा हो हजुर थाहा नै छ होला थाहा नभए पनि हेर्नु होला अनि यहाँ चाहिँ हाम्रो बडीको घरमा आयौँ हामी बडी मतलब मेरो बडी हैन मेरो मम्मीको बडी हो अनि मम्मीले भनेर सुनेर म पनि त्यही भनेको अनि यो चकचके फुच्चे जहाँ गए पनि यसले त चकचक गर्नै पर्छ यसले चकचक नगरेको रेकर्डै छैन अनि यो चाहिँ हाम्रो बडीको घर हो अनि यहाँ चाहिँ मेरो सानीमाले के ल्याइदिनु भएको भनेर छुट्याइदिनु हुँदै थियो अनि हाम्रो बडी चाहिँ कस्तो माया लाग्दो हुनुहुन्छ कहाँ अघि अनि हामीलाई हेरेर कति रुनु हुँदै थियो त्यो रोकतिर चाहिँ मैले लिइनँ अनि यहाँ मेरो भाइ र बहिनी चाहिँ यिनीहरूलाई चाहिँ खै के प्रब्लम छ जतिखेर पनि छठमाथि नै मात्र जान खोज्छन् हेर्नु त गाइज यिनीहरूलाई के भएको अनि यो अङ्गिताले चाहिँ भ्लगमा हेरेर अलिकति संस्कारी जस्तै भएर भाइलाई तल झर्नु भयो मलाई चाहिँ बडीलाई यो सुँगुरको अब अझै उतै होला बिजी बनाइदिएको उतै खानु पर्यो नि त्यहाँ मलाई त्यस्तो लाग्दैन बाबुले गाइस बुवाले काँक्रा टिप्न आँट्नु भएको छ यस्तो डेन्जरस बाटो छ खै कता छ काँक्रा आम्बो यो त कहाँ खाइसकिन्छ त चप 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 गर्दै खाने हो क्या भोगटेन खत्रै छ बुवा उ त आरुको बोटो बुवा भोगटे छ त खाने भएको छैन नि त्यति अम्बक
म कहिले गएको थियो मित्र गएको थियो गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घरको बिरालो बुवालाई चाहिँ हामी भन्दा पनि बिरालोदेखि धेरै माया लाग्छ क्या त्यही भएर मोही र भात दिनु हुँदै थियो होइन अनि मेरो भाइ चाहिँ यति डराउँछ गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो सानीमाले होइन 10 वर्ष पछाडि आगोमा भात पकाउनु हुँदै थियो अनि आगो बाल्नु हुँदैछ अनि मेरो भाइलाई चाहिँ के प्रब्लम छ जतिखेर जे म खाएको हुन्छु त्यसलाई त्यही खानुपर्छ एक नम्बरको खन्चुवा छ सरी सानीमा बट हि इज अनि मेरो सानीमा चाहिँ ओभर भ्लगमा देखेँ म चाहिँ ओभर एक्टिङ गर्नै पर्छ कि गाइज गर्नै पर्छ अनि मैले यहाँ भ्लग एडिट गर्दाखेरि उहाँको छोरा चाहिँ यहाँ बसेर सुनिरहेको छ गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो सानीमाले चिल्ले माटो पोत्नु हुँदै थियो अनि हामीलाई भन्नु थियो तिमीलाई चाहिँ गाइज गाइज भन ल भन्नु हुँदै थियो होइन सानीमा के गर्नु अब गर्नै पर्यो हामीलाई खुवाउनको लागि गाइज हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ टमाटोको फत्का बनाउँदैछु अब गाउँ गएको यस्तै त हुन्छ नि यहाँ अन्ताजीको छोराले मलाई नै साइडमा बसेर हँसाइ छ कि म भ्लग एडिट गर्दैछु कि तिमी नि अनि हेर्न सक्नुहुन्छ मैले फत्का पकाउँदैछु घरिघरि चुडेल जस्तो आफ्नो अनुहारमा टस पनि बाल्दैछु होइन के गर्नु अब गाउँघरमा लाइन हुँदैन यस्तै गर्नै पर्यो होइन अलिअलि यो फनी सिन पनि भइहाल्छ अनि न मेरो कजनहरूलाई चाहिँ मलाई वाक्क लगाइसक्यो कि म भ्लग एडिट गर्न बस्दाखेरि चाहिँ हाम्रो अन्तारीको कोठा है पहिलेको मेरो कोठा हो अनि हाम्रो घरको फोटो नै छ खै मम्मीलाई कल गर्छु